हेलो गाइज, वेलकम छ मेरो यो सानो मिनी ब्लगमा। आज चाहिँ म चिन्डे डाँडा आएको छु र आजको दृश्य चाहिँ यो चिन्डे डाँडाबाट देखेको है। यहाँ सबै हाम्रो होटलहरू थियो, सबै भत्काएर अब यस्तो भइरहेको छ। चिन्डे डाँडा चिन्डे नै भएको छ है, सबैले देख्न सक्नुहुन्छ। यस्तो बनाइदिएको छ। यता हामी चाहिँ सामान ओसार्दैछौँ, दोकानहरू सर्दैछ है। अब चिन्डे डाँडा केही परतिर हाम्रो दोकान सर्दैछ, आउन सक्नुहुन्छ तपाईँहरू। यता हामी, यो चाहिँ मेरो साली हो, हामी सबै मिलेर दोकान सार्ने कार्यक्रम भइरहेको छ सबै। अब दोकान त सार्नु परिगयो। अब त्यहाँ चिन्डे डाँडामा हाम्रो दोकान अब चिन्डे नै राख्न नदिएपछि चाहिँ हामीले अब यो भोलिको लागि चाहिँ यहाँ यो शिलान्यासको लागि यो सबै सम्याएको छ है। अब यहाँ भोलि चाहिँ हाम्रो यहाँ अर्को साम्पाङ मेयर साहबज्यूले यहाँ शिलान्यास गर्नुहुन्छ र हामीले सबै मिलेर हामी यो दोकान पनि सार्दैछौँ, हामी सबै मिलेर। र यो यहाँ पनि हाम्रो दोकानहरू नै थियो, दोकानहरू सबै भत्काएर चाहिँ परतिर हामीले सारेको छौँ। यहाँ अब भोलिको लागि चाहिँ भव्य तयारी हुँदैछ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ। सबैलाई चुले निम्त छ है गाइज। हाम्रो यो श्यामबाला होटल चाहिँ अब अलिक परतिर सरेको छ र यसरी हामीले यो दोकानको सामानहरू सबै परतिर ओसारेको छौँ। र यो चाहिँ अहिले देखिराख्नु भएको चाहिँ हाम्रो यो नयाँ होटल श्यामबाला होटल। तपाईँहरू भिजिट गर्नु सक्नुहुन्छ। हाम्रो यहाँ अझै पनि काम चालु भइरहेको छ र अब एउटा अन्तिम भिडियो लगाउनु पर्यो।